Hi everyone, so this is Mimi Thami and yesterday I got one solution to motaune अनि I also like got one topic के टपिक मा बोलम के टपिक मा म बोलम भन्दै गर्दाखेरि चाहिँ मेरो साथीले एउटा टपिक दिनु भएको थियो मलाई त्यो टपिकको नाम चाहिँ हो मोटाउने तो उले मलाई त्यो टपिक दिएपछि अनि यतिकै के मेरो दिमागमा आज आई एम फ्री टुडे अनि मेरो दिमागमा चाहिँ ल के गरौँ भन्दाखेरि ओके मैले त्यतिकै भिडियो बनाइरहेको थिएँ अनि ट्याक्कै आइदिइहाल्यो अनि मैले त्यही भएर यो भिडियो बनाइरहेको छु अनि मैले एक ग्लास पानीमा यो ओखर राखेर हैन आधा घण्टा 1 घण्टा जति राखेर मैले खादै छु अनि यो के गरेको भनेर सोच्नु होला हजुरहरु यो भनेको चाहिँ मोटाउने तरिका हो वेट गेन गर्ने तरिका हो इफ हजुरहरुलाई थाहा छैन भने यु क्यान गो एन्ड सर्च अन गुगल अनि युट्युब मा पनि लाइक यो चाहिँ एउटा वेट गेन गर्ने मेथड हो जस्तै कि हामी वेट लस गर्नलाई हामी भेजिटेबल्स खान्छौं अनि इन्स्टेड अफ ह्याभिङ राइस अर अदर कुराको ठाउँमा हामी भेजिटेबल्स खान्छौं नि त्यसै गरी चाहिँ वेट गेन गर्नलाई चाहिँ एउटा चाहिँ यो चाहिँ यसलाई वेट नट समथिङ आई डोन्ट नो इंग्लिशमा मैले बिर्से तर नेपालीमा भन्छ ओखर अनि थामे भाषामा खोइ के भन्थ्यो त्यो पनि बिर्से sorry so guys that's much for today bye bye